And now let us take a moment to travel back to a story that continues to inspire us all, and the journey is of the last year's Global Teen Hero Nepal 2024, Mr. Ghanshyam Biswakarma. From the hills of Rukum West, he proved that passion knows no boundaries, that dedication can turn challenges into stepping stones, and that true perseverance creates ripples far beyond one's community. Ladies and gentlemen, this is not just a story, but a reminder of what is possible when courage meets conviction. So now, I request our technical team to kindly play the documentary that showcases the incredible journey and achievements of our Global Teen Hero Nepal 2024, Mr. Ghanshyam Biswakarma. रुकुमका दुर्गम पहाडहरूमा जन्मिएको एक किशोर जसको सपना ती पहाडहरूको सीमाभन्दा धेरै पर पुग्न चाहन्छ। यो हो घनश्याम विश्वकर्माको जीवन यात्रा। उद्देश्य, साहस र निरन्तर समर्पणले भरिएको प्रेरणादायी कथा। 2062 सालमा रुकुममा जन्मिएका घनश्यामले बाल्यकालमै समाजका कठोर यथार्थहरू देखे। बाल विवाह, शिक्षाको अभाव र आधारभूत स्वास्थ्य सेवाको पहुँच नहुँदा बालबालिकाहरूले भोग्नु परेको पीडा। केवल 11 वर्षको उमेरमा नै उनले यी समस्याहरूको सामना गर्दै परिवर्तन ल्याउने दृढ इच्छा शक्ति सहित अगाडि बढ्ने निश्चय गरे। छिमेकीहरूलाई सघाउने कामबाट सुरु भएको यो यात्रा पछि बाल अधिकार, मानसिक स्वास्थ्य, अनलाइन सुरक्षा सम्बन्धी कार्यक्रमसम्म विस्तार भयो। 18 वर्षको उमेरमा उनी नेशनल एडोलेसेन्ट बोइज नेटवर्क नेपालका अध्यक्ष बने। उनले नेपालभरि युवाहरूलाई सशक्त बनाउने अभियानहरू नेतृत्व गरे। सेप्टेम्बर 2024 मा घनश्याम काठमाडौँको सोल्टी होटेलको मञ्चमा देशभरिका 6 जना उत्कृष्ट प्रतिस्पर्धीहरूलाई पछि पार्दै ग्लोबल टिन हिरो नेपाल 2024 को उपाधि जित्न सफल भएका थिए। नेपाल बाहिर पनि उनले अन्तर्राष्ट्रिय मञ्चहरूमा देशको प्रतिनिधित्व गर्दै बाल अधिकारको पक्षमा बुलन्द आवाज उठाए। बाल चौतारी जस्ता रेडियो कार्यक्रम र गीत लेखन मार्फत उनले मानसिक स्वास्थ्य र बाल विवाह जस्ता संवेदनशील विषयहरूमा स्थानीय समुदायमा चेतना फैलाए। हाम्रो कलेजमा भर्ना भएदेखि नै एकदम सक्रिय रूपमा, एकदम रचनात्मक रूपमा र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति समेतलाई विचार गरेर सामाजिक न्यायको सवालमा उत्कृष्ट काम गर्दै आउनुभएको विद्यार्थी हो। घनश्यामले बाल अधिकार र बालबालिकाको क्षेत्रमा गरेका योगदानहरू निकै महत्त्वपूर्ण छन्। ती कामहरू आफैमा पनि गौरवपूर्ण छ र जसलाई हाम्रो पालिकाले उच्च सम्मान पनि गर्दछ। उहाँको निकै योगदान छ। उहाँले गरेका ती योगदानलाई प्रेरणादायी भूमिकाको रूपमा लिएर अहिले पछिल्लो टाइममा हाम्रा विद्यार्थी भाइ बहिनीहरूले पनि घनश्याम जस्तो हुनुपर्छ, हामीले त्यो एउटा उदाहरण दिए, एउटा ठाउँ बनेको छ, त्यो उहाँले त्यो स्थान आफ्नो कायम गर्नुभएको छ। मेरो कान्छो भाइ हो घनश्याम। घनश्याम सानैदेखि लगनशील, मेहनती, बच्चाबच्चीलाई माया गर्ने अनि गाउँ समाजले सबैले राम्रो मान्ने मान्छे हो। सानै उमेरमा पनि काम गरिराखेको देख्दाखेरि हामीलाई चाहिँ भविष्यमा पक्कै पनि यो क्षेत्रमा चाहिँ उहाँ एउटा अब्बल नागरिक हुनुहुन्छ, सक्षम नागरिक चाहिँ हुनुहुन्छ र सबैको सेवामा समर्पित भएर सामाजिक क्षेत्रमा चाहिँ अझ राम्रो काम गर्ने एउटा असल व्यक्ति बन्नुहुन्छ भन्ने आशा थियो। नमस्कार, म घनश्याम विश्वकर्मा, ग्लोबल टिन हिरो नेपाल 2024 विनर। विशेष गरी म आफूलाई बाल अधिकार कर्मी भनेर चिनाउन चाहन्छु। विगतको 9 वर्षदेखि म बालबालिकाको क्षेत्रमा काम गरिरहेको छु। बालबालिका, बाल अधिकार, बालबालिकाहरूलाई शिक्षामा जोड्नेदेखि लिएर किशोर अधिकारका कुराहरूसँग सम्बन्धित रहेर म यही परिवेशमा, यही परिधिमा काम गरिरहेको छु। मैले कानुन किन पढेको भन्दै गर्दा विगत 9 वर्षदेखि बालबालिकाको क्षेत्रमा रहेर काम गरिरहँदा र त्यो ग्रामीण क्षेत्रको परिवेशमा काम गरिरहँदा मैले देखेको त्यो वस्तुपरक विषयहरूलाई चाहिँ पोलिसी मेकिङ तहमा अथवा अन्य तहमा चाहिँ कसरी चाहिँ आफ्नो आवाजलाई चाहिँ सशक्त बनाउन चाहन्छु। मेरो आवाज चाहिँ अझ त्यो आवाजले कहिले सार्थकता पाउँछ अथवा कसरी पाउँछ भन्दै गर्दा मैले कानुन चाहिँ मेरो लागि बेस्ट हुनसक्छ, समग्र सामाजिक न्यायको खातिर चाहिँ कानुन पढ्न थालेको। विशेष गरी मैले रुकुम पश्चिमको पनि बाफियोड गाउँपालिकाको ठाउँमा चाहिँ बालबालिका सम्बन्धी थुप्रै कामहरू गरेको चाहिँ बाल श्रम शोषणमा परिरहेको
बालकलाई चाहिँ उद्धार गरेको थिएँ अनि उहाँहरूलाई चाहिँ अहिले चाहिँ हामीले पढाइराखेका छौँ। उहाँहरूको चाहिँ गाँसबास र पढाइको सुनिश्चितताको लागि सरकारी निकायहरूसँग समन्वय गरेर उहाँ चाहिँ अहिले पढिरहनु भएको छ। मैले गाउँबाल क्लब सञ्जाल समितिको तर्फबाट विभिन्न शैक्षिक सामग्रीहरू वितरण, छात्रवृत्तिहरू वितरण गर्ने अथवा त्यहाँ चाहिँ पढ्न नपाएका बालबालिकाहरू, अभिभावकविहीन बालबालिकाहरूलाई चाहिँ त्यसरी चाहिँ हाम्रो सञ्जालको माध्यमबाट चाहिँ उहाँहरूलाई पढ्न लेख्नको लागि शैक्षिक सामग्रीहरू उपलब्ध गराउने, रुकुमको दूरदराजको क्षेत्रमा जहाँ चाहिँ बालबालिकालाई खानालाई पानी हुँदैन, शौचालय हुँदैन, त्यस्तो ठाउँमा चाहिँ हाम्रो टिमले 15वटा बालमैत्री धारा र 2वटा शौचालय विद्यालयहरूमा निर्माण गरेका थियौँ। एकदमै यादगार पल रह्यो। त्यो बाहेकका थुप्रै विषयसँग सम्बन्धित अग्रज व्यक्तित्वहरू, दिग्गज व्यक्तित्वहरू र शैक्षिक क्षेत्रमा, सामाजिक क्षेत्रमा लागिरहनुभएका व्यक्तिहरूसँग पनि जोडिन पाइयो। ग्लोकलले चाहिँ यो अवसर प्रदान गरेको थियो। हरेक बालबालिकामा परिवर्तन ल्याउने शक्ति हुन्छ। उनी केवल वक्ताको रूपमा होइन, प्रेरणाको उज्यालो दियो भनेर बोले। उनको अनुभूति छ हरेक सानो कदम, हरेक उठाइएको आवाजले परिवर्तनको ज्योति प्रज्वलित गर्न सक्छ। रुकुमका पहाडबाट गुन्जिएका घनश्यामको यात्राले हामीलाई सिकाउँछ परिवर्तनका लागि उमेर बाधक होइन, जोश र समर्पण नै मार्गदर्शक हुन्। उनले आफ्ना पाइलामा आशा र सम्भावनाको उज्यालो छोडेर हामी सबैलाई अघि बढ्न प्रेरणा दिए। उसको कथा प्रेरणाले भरिपूर्ण छ र अब प्रश्न तपाईँको लागि छ, तपाईँको कथा कस्तो हुनेछ? तयार हुनुहोस्, किनभने तपाईँको कथा नै अर्को नयाँ प्रेरणाको आरम्भ हुन सक्छ। That was truly moving and a very powerful story. A story of resilience, a story of passion, and a story of unstoppable perseverance. Mr. Ghanshyam, we definitely salute your spirit and wish you continued success in every step of your journey. And as we celebrate his legacy tonight, let us also extend our heartfelt gratitude to Global Private Limited for creating this remarkable platform that continues to uplift, empower, and shine a spotlight on young change